सो केही पनि ड्र नगर्ने, कुन टुल समात्ने, पिक टुल र साइज यहाँबाट सेट हुन्छ। ओके, कति राख्ने 5.2। पहिला युनिट हेरिहाल्नु होला, युनिटलाई इन्चमा गरिहाल्नु होला, यो कम्पलसरी हो। त्यसपछि साइज चेन्ज गर्नु होला 2, इन्टर हान्ने र सानो आउला। कोही नसोच्नु यति सानोमा कसरी बनाऊ, जुम गर्ने होला, सिफ्ट F4 हान्दा पनि हुन्छ, अदरवाइज सिफ्ट F2 हानेर यसो ड्र्याग गरेर ट्याक्क जति एरिया देखिन्छ त्यतिलाई यसरी जुम गर्दा पनि हुन्छ तपाईको। ओके ल, यति भइसकेपछि अब डबल क्लिक गर्ने सबभन्दा पहिला एउटा रेक्टेंगल ल्याउ होला, यसमा चाहिँ हल्का व्हाइट भन्दा थोडा डार्क कलर हाल्नु होला। आउटलाइन हटाइदिए मैले, राइट क्लिक, फेरि एउटा रेक्टेंगल तान्ने यसरी, यसको कलर चाहिँ के गरिदिने व्हाइट, यसको आउटलाइन हटाइदिने, यसलाई पावर क्लिक गरिदिने, पावर क्लिक इन्सर्ट यसरी। ओके, यति भइसकेपछि फेरि हामी के गर्ला, यहाँबाट एउटा रेक्टेंगल तान्ला यो साइडमा, त्यसपछि यसलाई चाहिँ सेप टुल समात्ने सेकेन्ड वाला टुल। ओके, यहाँनिर सेकेन्ड वाला टुल छ, कन्ट्रोल के हान्ने क्यू, कन्भर्ट टु कर्व। कर्व भइसकेपछि फेरि यो कर्नरलाई थोडा यता ल्याउनु होला यसरी, र यसमा धेरै यता पनि नगर्ने, यो एंगल हेरेर राख्नु होला। राइट क्लिक गर्ने यो लाइनमा, पर्फेक्ट लाइनमा टु कर्व। ओके, र ह्यान्डल आउँछ नि, ह्यान्डल नसमात्नु होला, बिचैमा समातेर यसलाई हल्का यसो टेढो गर्न मिड। ओके, यति भइसकेपछि यसमा म चाहिँ कुन कलर राख्छु, येलो कलर आफ्नो हिसाबले राख्नु होला। त्यसपछि यसलाई डुप्लिकेट गर्ने आउँछ, तपाईलाई डुप्लिकेट गर्नु प्रब्लम नहोला। र त्यसमा चाहिँ दुई कलर हाल्नु पर्ला, जी हान्ने माथिदेखि तल, एकतिर चाहिँ स्काई ब्लू, अर्कोतिर चाहिँ कुन कलर हाल्ला हामी, ब्लू कलर। सो यो तपाईलाई हाल्न आउँछ। यसलाई हल्का रोटेट गरिदियो भने अरु बेटर फिल दिन्छ है। एक क्लिक अरु हान्ने, थोडा रोटेट गर्ने यसरी। ओके, अब यो दुईटैलाई समातेर पावर क्लिक, दुईटैलाई समात्ने, राइट क्लिक, पावर क्लिक इनसाइड। ओके, यति भइसकेपछि एकैछिन डिजाइनलाई हेरौँ फेरि। एन्ड त्यसपछि यो लेख्ने म्याटर तपाई आफै लेखिहाल्नुहुन्छ, प्रब्लम भएन। यो पिक्चरलाई राख्नु है। सो एउटा गोलो शेप तान्नु होला, कन्ट्रोल दबाएर राखेर तान्यो भने सजिलो होला, अनि आधा यता आउने गरी तान्नु होला, त्यसमा पनि यसै गरी सेटअप छ है, ध्यान दिनु। ल, मैले एउटा यो ताने, फेरि शिफ्ट दबाएर भित्र लगे, यति भित्र लगेर मैले डुप्लिकेट गरिदिए होला, दुईटा बनाए। ओके, र भित्रवालामा इमेज हाल्नु पर्ने हो, सरी इमेज। सो इमेज ल्याउनलाई कन्ट्रोल के हान्ने, आई इम्पोर्ट है, या कन्ट्रोल आई हान्नुस्, नभएपछि यहाँनिर तपाईको माथि हेर्नुलाई यहाँनिर एउटा इम्पोर्टको बटन पनि हुन्छ तपाईको, यो वाला इम्पोर्ट, या फाइलमा गएर इम्पोर्टमा क्लिक गर्दा पनि हुन्छ, धेरै अप्सन छन्, कन्ट्रोल आई सर्टकट। यसबाट इमेज ल्याउनु मिल्छ यो तरिकाले। अब इमेज एक्ज्याक्ट इमेज नमिल्ला, जो यसमा हालिएको छ, तपाईलाई जुन इमेज मिल्छ एउटा इमेज हाल्दिने। ओके, नर्मली अहिलेलाई म एउटा इमेज उठाएर ल्याउँछु, खोज्नु होला, जस्तै फोटोसपमा पनि तपाईले खोज्नु भयो होला इमेजहरु। सो त्यहाँबाट के गर्नु होला, हामी इमेजहरु तानेर राख्दियौ होला। ओके, देन इमेजलाई ड्र गर्ने यसरी, थोडा टाढा राख्नु होला इमेजलाई, यसैको माथि यसरी मिलाएर नराख्नु होला। अनि ध्यान दिने, इमेजलाई यति ठुलो बनाउने कि यो पुरै गोलो चाहिँ कभर होस्। को के गर्नुहुन्छ, सानो इमेज बनाउनुहुन्छ यसरी, फेरि भित्र हाल्ने बेला त यत्रै आउला नि त यो त है, थोडा ठुलो बनाउने। एन्ड यसलाई राइट क्लिक, पावर क्लिक इनसाइड, यो भित्र यसो राम्रोसँग मिलेन, कन्ट्रोल दबाएर भित्र जान पाइन्छ। कन्ट्रोल दबाइराख्ने, क्लिक गर्यो भने पावर क्लिक भित्र जानु मिल्छ। अब यो भित्र गएर ठिक्क यो सर्कल भित्र चाहिँ के गर्दिने, हामीले आफ्नो इमेजलाई ट्याक्क मिलाएर राख्ने यसरी, ताकि यो बाहिरको उ चाहिँ नदेखियोस्। फेरि बाहिर आउनु, कन्ट्रोल दबाएर बाहिर क्लिक गर्ने, बाहिर आइहाल्छ। अब यसको आउटलाइन मोटो गर्ने, व्हाइट गरे मैले आउटलाइनलाई, राइट क्लिक कलरमा, एन्ड माथिबाट यो मोटो गर्ने वाला अप्सन हुन्छ। यदि यहाँबाट भेटिएन भने F12 हान्नु होला किबोर्डबाट, एउटा बक्स खुलेर आउँछ तपाईको F12 मा, एन्ड त्यसबाट पनि चेन्ज गर्न सक्नुहुन्छ। खेर म यहीँबाट गर्छु, 8 को राखे मैले, 8 धेरै बढी भयो, 4 को राखे। ओके, एन्ड बाहिरको जो एंगल छ यो किन हाले भने यो वालाको लागि, यहाँनिर हेर्नु होला एउटा सेतो वाला छ नि यो बाहिरतिर, यसको लागि है, किनकि मलाई यस्तै उसमा चाहियो। यो बाहिरवाला शेपलाई समात्ने, यहाँनिर शेप टुल समात्ने, सेकेन्ड वाला एउटा सानो पोइन्ट भेटिन्छ यहाँनिर, योलाई तानेर बाहिरबाट तान्नु होला है, भित्रबाट तान्यो भने यस्तो लाइनिङ आउँछ, बाहिर तान्नु होला, यहाँनिर राख्ने, फेरि योलाई यहाँबाट पुरा घुमाएर यहाँनिर छोड्नु यसरी, यति। ओके, नत्र यस्तै बनाउनु गाह्रो हुन्छ कि, दोबारा मैले त्यसै सर्कलबाट बनाएँ। फेरि चाहिँ व्हाइट कलर थोडा मोटो गरिदिनु होला योलाई, यहाँबाट आउटलाइनलाई 3 धेरै मोटो भयो, 2 सम्म गरिदिन्छु। फेरि एउटा गोलो सर्कल लिने, एन्ड यसको टपमा एउटा के हाल्दिने, गोलो सर्कल, आउटलाइन हटाइदिए मैले, फेरि यस्तै गोलो एउटा कहाँ राख्ला, तल, म यसैलाई डुप्लिकेट गरेर यहाँ राखिदिन्छु। ओके, त्यसरी। ओके, पर्फेक्ट। यति भइसकेपछि
अब सानसाना एङ्गलहरू बनाउनु पर्ने छ हामीले यिनीहरू। खैर यिनीहरू बनाउनु धेरै गाह्रो छैन, हामीलाई चाहिँ एउटा यस्तो घुमेवाला चाहियो, एउटा 3 कुनाबाट एउटा गोलो, एउटा चाहिँ यो वाला ल। सो म चाहिँ के गर्छु भने यहाँबाट एउटा के त भाइ पोलिगोनका कतिवटा कर्नर बनाउने 3वटा, एक यो बनिहाल्यो, यसलाई सानो बनाएर रोटेट गरेर हामी राख्छौँ एक। जस्तै फर इक्जाम्पल यसलाई हल्का सानो बनाएँ, ब्लू कलर राखेँ, आउटलाइन चाहिँ के गरिदिएँ मैले हटाइदिएँ एन्ड सरी आउटलाइन हटेन, आउटलाइन हटाइदिएँ एन्ड एक एङ्गललाई यहाँनिर राख्ने हल्का रोटेट गरेर एक क्लिक गऱ्यो भने के हुन्छ रोटेट हुन्छ। एउटालाई चाहिँ हामी अब त्यहाँनिर हेर्नुलाई कहाँ छ थोडा बहुत मिलाएर राखिदिनु होला यसरी है, र यसलाई चाहिँ हल्का सानो गरिदिएँ मैले, पर्फेक्ट त्यस्तै एङ्गलमा नहोला, सरी जस्तो एङ्गल हुन्छ त्यसको चाहिँ के गर्ने मिलाएर राख्ने, सानो ठुलो बनाएर राख्नु होला। सेकेन्ड चिज यो घुमाउनेवाला, यसको लागि सबभन्दा बेस्ट टुल होला बी स्पे लाइन, पहिला पनि युज गरेका छौँ हामीले, यहाँनिर छ, यसमा क्लिक गरेर राख्ने बीएसपी लाइन भन्ने होला है, यसको सहायताले यहाँ क्लिक गर्नु होला, एक क्लिक यहाँ बरु थोडा ठुलो बनाउने, एक क्लिक यहाँ गर्ने, फेरि एक क्लिक तल गरौँला हामी, फेरि एक क्लिक कहाँ गरौँला माथि गरौँला, यसरी एक क्लिक तल। सो यो प्रकारले बनाउने तपाईँ, ओके एक्ज्याक्ट त्यस्तै नबन्ला। अब यहाँनिर इन्ड गर्नु छ भने इन्टर हानिदिनु होला, यो इन्ड भइहाल्छ। फेरि यसलाई चाहिँ समातेर के गर्ने थोडा यस्तो घुमाउने, थोडा सानो बनाउने यसरी, अनि थोडा मोटो बनाउला हामी, माथिबाट यसको आउटलाइनको साइज हुन्छ 2 सम्म राखेँ एन्ड यसलाई जहाँनिर राख्नु छ, जस्तै एउटा यहाँनिर राख्नु छ मलाई व्हाइट कलरमा, ओके आउटलाइन हो, राइट क्लिक गर्ने, एउटा चाहिँ यतापट्टि कहीँ राखिदिन्छु म ब्लू कलरमा, ओके यसरी। सो तपाईँको मर्जी, यसलाई एक दुई ठाउँमा चाहिँ यसो मिलाएर राख्नु होला। एन्ड त्यसपछि यो वाला एरोवाला, यसको लागि एउटा लाइनबाट बनाउनु होला, सबभन्दा सुइटेबल होला 2 पोइन्ट लाइन लिने, पेन टुल लिँदा पनि हुन्छ तपाईँको मर्जी, म अहिले 2 पोइन्ट लाइन लिन्छु यसरी, सिधै लाइन लिने, सेकेन्ड टुल समात्ने, यहाँनिर एउटा पोइन्ट बनाउने, पहिला पनि हामीले गरेका छौँ सायद, यहाँनिर एउटा सानो पोइन्ट बनाउने, राइट क्लिक एड, एउटा नयाँ पोइन्ट एड गर्ने, र यसलाई यसरी तानेर तल ल्याइदिने, बस भयो। सिधै नबन्ला अहिलेलाई, मेरो हात अब त्यति सिधा नहुनसक्छ, आउटलाइनलाई थोडा बहुत मोटो गर्ने, ओके यहाँ अरू मोटो गरिदियो 2 3 आसपास, र यसैलाई डुप्लिकेट गरेर तल ल्याउँला, कन्ट्रोल आर हान्यो भने भइहाल्छ। अब यसलाई पुरैलाई समात्ने, कन्ट्रोल जी ग्रुप गरिदिएँ मैले सानो गरेर, एउटा चाहिँ हामी यहाँ कहीँनिर राख्दिउँ होला तलतिर, ओके यसको व्हाइट कलर गरिदिन्छु म, अलिकति मोटो बढी भयो सो थोडा पातलो गरौँ है, 2 सम्म गरिदिन्छु एन्ड एकलाई कहीँनिर यतैतिर यसो चाहिँ डुप्लिकेट गरेर थोडा रोटेट गरेर के गर्ने यतापट्टि कहीँनिर, उता हेर्नु होला कहाँ राखिदिएको छ, ओके थोडा यसलाई चाहिँ के गरिदिउँ हामी अरू सानो, सो यसमा चाहिँ ब्लू कलर राइट क्लिक गर्ने एन्ड त्यसपछि तपाईँको अरू चिज छ हाम्रो यो वाला, यो त इजी छ, यसमा गाह्रो भएन। सो दुईवटा लाइन लिने, एउटालाई चाहिँ यसरी तान्ला हामी, एउटालाई चाहिँ कसरी तान्ला यो साइडबाट, सरी यसरी तानिदियो बस, दुईटैलाई बराबर राख्ने ट्राई गर्नु होला, ओके ल एन्ड दुईटैलाई समात्ने, कन्ट्रोल जी ग्रुप, त्यसपछि आउटलाइनको साइज चाहिँ थोडा बहुत के गरिदिउँ होला हामी बढाइदिउँ होला, थोडा सानो बनाएर के गर्ने एउटा बनाउने, अरू धेरै तरिका होला नि यसलाई बनाउने, ठिक छ, कन्ट्रोल दबाएर यता ल्याएँ, कन्ट्रोल आर डुप्लिकेट, फेरि तल लिएर आएँ, कन्ट्रोल आर डुप्लिकेट, त्यहाँ जस्तो छ त्यस्तो मिलाएर राख्नु होला, यो आउटलाइनहरू हुन्। सो राइट क्लिक गरेर कन्ट्रोल जी ग्रुप, सो जस्तै मलाई यहाँनिर राख्नु छ यिनीहरूलाई भने हल्का सानो गर्ला, अब यिनको कलर चेन्ज गर्न राइट क्लिक गरेर के गर्ला हामी, आउटलाइन हुन् नि त यिनीहरू त लाइनहरू हुन्, सो यसरी चेन्ज गर्ला, ओके जहाँनिर आवश्यकता पर्छ त्यहाँनिर। सो अरू त्यस्तो केही पनि छैन। अब मेनली आइकनहरू ल्याउनु, 3वटा आइकन छन् यसमा, यिनीहरूलाई ल्याउनुको लागि हामी चाहिँ कहाँ जाउँला, माथि टेक्स्ट भन्ने मेन्युमा तपाईँको यहाँनिर इन्सर्ट क्यारेक्टर भन्ने होला, यहाँनिर मेरो तल ग्यालेप्स भनेर छ, कन्ट्रोल F11 लेख्या होला, तपाईँलाई थाहा भइहाल्छ, ओके त्यसमा क्लिक गर्ने एन्ड साइडमा एउटा प्यानल खुलेर आउँछ, यहाँबाट फन्ट चेन्ज गर्नु होला, बाइ डिफल्ट एरियल छ, सबभन्दा लास्टतिर जानु होला, वेन्डिङ्स र वेबडिङ्स भन्ने फन्ट होला, यी वाला वेन्डिङ्स वेबडिङ्स भन्ने। सो म वेन्डिङ्समा क्लिक गर्छु, धेरै सिम्बलहरू मिल्छन्, सो एउटा मलाई फोनको सिम्बल चाहियो, एक्ज्याक्ट त्यस्तै नमिल्ला, जुन मिल्छ उठाएर ल्याउने, एउटा यो किताबको सिम्बल चाहियो, एउटा चाहिँ यहाँनिर जस्तै ग्लोबको सिम्बल छैन यसमा, सो मेबी वेन्डिङ्समा मिल्न सक्छ, नमिल्यो भने कोही पनि एउटा त्यस्तो गोलो खाले कोही पनि उठाउनु होला, होइन मलाई त्यही चाहियो भने यहाँनिर अर्कोवाला फन्ट गर्ने, जस्तै वेबडिङ्स, सो वेबडिङ्समा हेर्नुलाई यहाँनिर ग्लोब टाइपका सिम्बल यहाँनिर छ, यो वाला उठाइरहनु, र यो फन्ट हो भने है, सो यसलाई चाहिँ यसरी सानो ठुलो गर्न पाइन्छ मजाले, कलर चेन्ज गर्न मिल्छ, तपाईँ जस्तो कलरमा पनि यसलाई मिलाएर राख्न सक्नुहुन्छ, जहाँनिर जस्तो आवश्यकता परेको है यिनीहरू। सो यहाँ पनि त्यस्तै राखिएको छ। माथि यो बुक कालो कसरी भयो भन्ने पनि होला, सो यो बुकमा कालो कलर पनि हाल्न मिल्छ,
त्यसो राइट क्लिक गरे भने चाहिँ यिनीहरू कलरहरू के गर्नु मिल्छ चेन्ज। अब त्यसमा चाहिँ एक्ज्याक्टली यही बुक छैन, थोडा फरक छ। कलर स्मार्ट फिलबाट कलर सलर यताउता हाल्न पाइयो, त्यस्तो केही प्रब्लम छैन ल। यो भयो, अरू के छ यसमा? लेख्ने म्याटर छ, होप्सो त्यो त लेखिहाल्नु छ। एक्ज्याक्टली यही फन्ट नमिल्ला, जुन फन्ट मिल्छ त्यसमा लेख्ने, अरू केही पनि छैन। ल धन्यवाद।